हेलो नानी बाबुहरू, आज म फेरि तिमीलाई कोअर्डिनेट ज्योमेट्रीको सर्कल च्याप्टरबाट सर्ट क्वेसन लिएर आएको छु। क्वेसन नम्बर 8। अब यो क्वेसन नम्बर 8 लाई कसरी बनाउने भन्ने कुरा पहिले क्वेसनलाई पढौं है। ल यो क्वेसन पढ्नुभन्दा अगाडि म एउटा चीज के भन्न चाहन्छु कि मेरो युट्युब च्यानल वीरेन्द्र थापा 2877 और थापा शर्मा गइकन मेरो युट्युब च्यानललाई लाइक शेयर सब्स्क्राइब गरिदिनु। ल अब क्वेसन नम्बर 8 लाई पढौं है त। फाइन्ड द इक्वेसन अफ सर्कल विथ सेन्टर 1,5 एन्ड इट्स रेडियस इज 4 युनिट्स भनेर एउटा सर्ट क्वेसन सोधेछ। यो क्वेसन चाहिँ 2068 बाट लिएको हो मैले। अब यस्तै क्वेसनहरु अरु पनि भयो भने यसलाई यसरी बनाउनु पर्छ भन्ने कुरा याद चाहिँ राख्ने। ल अब यो क्वेसनलाई कसरी बनाउने ल हेर। सोल्युसन here अब यो बनाऊ। the equation of circle with center 1,5 and radius 4 units। अब इसको फॉर्मूला क्या हुन्छ x माइनस h होल स्क्वायर y माइनस k होल स्क्वायर इक्वल्स टू r स्क्वायर और x माइनस h भनेको सेन्टर कुन भयो हाम्रो 1 सेन्टर को h यो 1 भयो y माइनस k भनेको कति भयो 5 होल स्क्वायर r इक्वल्स टू 4 स्क्वायर। अब यसमा a माइनस b होल स्क्वायर a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर यो प्लस a स्क्वायर माइनस 2ab प्लस b स्क्वायर इक्वल्स टू 4 को स्क्वायर कति भयो 16। फेरि x स्क्वायर प्लस y स्क्वायर माइनस 2x 5 2 जा 10y प्लस 1 को स्क्वायर 1 भयो 25 स्क्वायर 5 को स्क्वायर 25 प्लस 1 26 माइनस 16 इक्वल्स टू 0। x स्क्वायर प्लस y स्क्वायर माइनस 2x माइनस 10y प्लस 10 इक्वल्स टू 0 which is required equation। ल हेर अब यो टाइपको क्वेसनहरु आयो भने हामीले के गर्नु पर्ला इक्वेसन अफ द सर्कल विथ सेन्टर 1,5 एन्ड रेडियस 4 दिएको छ भने हाम्रो यो hk र यो r भन्ने फर्मुला हो हैन। तर hk को ठाउँमा हाम्रो 1,5 छ अनि r को ठाउँमा 4 छ। फेरि त्यस्तै गरी हामीले यो फर्मुला युज गर्यौं h को ठाउँमा भनेर 1 राख्यौं k को ठाउँमा 5 राख्यौं r भनेको 4 को स्क्वायर गर्यौं। फेरि a माइनस b को स्क्वायर a माइनस b को होल स्क्वायर को फर्मुला युज गर्यौं अनि त्यसपछि x स्क्वायर यो y स्क्वायर यो 2x यो 10y 25 र यो 1 जोड्दाखेरि 26 यो 16 लाई लेफ्टतिर ल्याउँदाखेरि माइनस 16 फेरि 26 बाट 16 माइनस गर्दाखेरि 10 अनि यो चाहिँ हाम्रो के हुन्छ रिक्वायर्ड इक्वेसन। ल हेर नानी बाबुहरु अब यस्तो क्वेसनहरु एक्जाममा आयो भने हामीले यसलाई ल्याङ्ग्वेज अनुसार राम्रो गर्यो भने हाम्रो सी मा चाहिँ 2 मार्क्स चाहिँ यसरी आउँछ हैन। हामीले कुनै पनि गल्ती गर्नु हुँदैन क्याल्कुलेसन चाहिँ राम्ररी गर्ने राइटिङ राम्रो बनाउने जोड्ने घटाउने काम चाहिँ राम्ररी गरेर लास्टमा कन्क्लुजन राम्रो दिने अनि बल्ल हाम्रो चाहिँ के हुन्छ पर्फेक्ट एन्सर है। ल अब यस्ता टाइपको क्वेसनहरु आएन नानी बाबुहरु बनाउनु मेरो युट्युब च्यानलमा गएर धेरै क्वेसनहरुलाई राम्ररी पढ्नु आफू पनि पढ्नु आफ्नो साथीहरुलाई पनि पढ्न लगाउनु मेरो युट्युब च्यानल लाइक सब्स्क्राइब शेयर पनि गरिदिनु। धन्यवाद। यो क्वेसनलाई एकचोटी हेर्दै गर।